जुठे सिरियलमा अब गोथे पात्र हट्दै हो दर्शकबिन। अबदेखि राजु मास्टरद्वारा निभाइएको गोथे पात्र जुठे सिरियलबाट हटाइएको छ। केही समय अगाडि रोकिएको सिरियल जुठे फेरि पनि पुनः सञ्चालनमा आउने भनी मरिचमान श्रेष्ठ बल्छी ध्रुवेद्वारा फेसबुक मार्फत जुठे फेरि पनि पुनः सञ्चालनमा आउने कुराले दर्शकमाझ धेरै नै खुसी छाएको थियो। तर त्यो खुसी छिटै नै दुःखमा परिणत भएको छ। राजु मास्टर आफ्नो फेसबुक स्ट्याटसबाट गोठे पात्र अब जुठे सिरियलबाट टुङ्गिएको कुरा बताएका छन्। उनी फेसबुक स्ट्याटसमा लेख्छन्, जुठे सिरियलको एक पात्र अझै भनौँ साना साना भाइ बहिनीहरूको र बुढाबुढी भएका बाआमाहरूको अनुहारमा हाँसो छर्ने एक पात्र गोथे। गोथेको यात्रा जुठेमा भने अब टुङ्गिएको छ। आजसम्मको यात्रामा साथ दिने सम्पूर्ण कलाकारज्यूहरू र भगवान रूपी दर्शकहरूलाई मुरी धन्यवाद दिन चाहे। जुठेमा गोथे खोज्ने सबै मेरा साना साना भाइ बहिनीहरू र गोथे मन पराउने सम्पूर्ण दर्शकहरूसँग क्षमा माग्न चाहे, किनकि अब जुठेमा गोथे हुने छैन। आगामी नयाँ भागहरूको लागि जुठे परिवारलाई शुभकामना। दर्शकबिन हजुरहरूलाई गोथे पात्र टुङ्गिएको कुरा बारे के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा जनाउनुहोला। आजलाई यति नै, हस्त, धन्यवाद।